हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी लोकल कुखुराको मासु खानु पर्यो भनेर लोकल कुखुरा किनेर ल्याइसकेको छौँ साथीहरू। त्यस पछाडि चाहिँ कुखुरालाई मारेर आगो बालेर पोल्ने तयारीमा छौँ। यता चाहिँ आगो बालिसकेको छौँ साथीहरू। आगो बालेर कुखुरा पनि पोल्दैछौँ। मलाई चाहिँ लोकल कुखुरा उमालेर बनाएको भन्दा पनि पोलेर बनाएको मनपर्छ, त्यही भएर पोलेर बनाउँदैछौँ। त्यस पछाडि चाहिँ मासु अहिले काट्दैछौँ होइन, मसिनो पिस बनाउँदैछौँ। यता चाहिँ कराई पनि राखेर पकाउने तयारीमा छौँ होइन। अहिले चाहिँ मासु बनाउन सुरु गरिसकेको छौँ साथीहरू। हाम्रो मासु चाहिँ यस्तो हुँदैछ होइन। यता चाहिँ मैले साइडमा तिते पनि बनाउँदैछु। कुखुराको तिते पनि मिठो लाग्छ मलाई चाहिँ होइन, अलग्गै टेस्ट एकदमै मनपर्छ। त्यो एक साइडमा तिते एक साइडमा मासु बनाउँदैछु होइन। मासु पनि मरमसलाहरू लगाएर तयारी हुन लागिसकेको छ साथीहरू। हेर्दै मेरो तिते पनि तयारी भइसक्यो साथीहरू। मासु पनि रेडी भइसक्यो। अब चाहिँ हामी खाना सुरु गर्दैछौँ है साथीहरू। हाम्रो तिते र मासु चाहिँ यस्तो भएको छ।